त्यसैले सामाजिक क्षेत्रमा हामीले यसले उत्सवको रूपमा मनाइरहँदा यसले समाजलाई पनि असर नपरोस्, समाजमा बासिन्दाहरूलाई पनि असर नपरोस् र विभिन्न दुर्व्यसनीहरूको दुर्व्यसन दिने एउटा बहाना नचलोस्। मनोरञ्जन गर्ने र होली मनाउने नाममा मादक पदार्थहरू सेवन गर्ने, झै झगडा गर्ने काम नहोस्। हामी एक आपसमा मिलेर आपसी सद्भाव राखेर यसलाई मनाउनु सबभन्दा उपयुक्त हुन्छ। विशेष गरेर हामी गौरादावासीहरू एक प्रकारले हामी द्वन्द्वको रूपमा रहेका छौँ। मुलुकमा विशाल द्वन्द्व फैलिँदाखेरि पनि गौरादा एकजुट थियो र त्यही एकजुटका साथ हामीले गौरादालाई एउटा शान्तिको रूपमा, शान्ति नगरको रूपमा र विकसित नगरको रूपमा रूपान्तरण गर्नु परेको छ। त्यसको लागि हामी सम्पूर्ण गौरवासीहरू एकजुट हौँ, सङ्घ संस्थाहरू एकजुट हौँ र यो